हेलो साथीहरू, हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आज चाहिँ म कौनबारीको यो हामीले मैरो भन्छ। अब हजुरहरूले के भन्नुहुन्छ त्यो साइडको झार फाड्न जान लाग्छौँ। अब देखाउने नै छु। म चाहिँ घरबाट निस्किसक्यौँ अनि 1-2 मिनट तल आइपुग्यौँ। अनि आजको हाम्रो पस गाउँको भ्यू देख्न चाहन्छु। यो चाहिँ आजको हाम्रो गाउँको भ्यू हेर्न सक्नुहुन्छ। यस्तो छ आज पुरा कुहिरो लागिरहेछ। म चाहिँ अहिले गाउँको तलको यो रोडमा आइपुगेको छु। अनि कौनबारी जाने बाटो चाहिँ अलि उता छ। यहाँदेखि हेर्न सक्नुहुन्छ बाटो। अनि भ्यू चाहिँ यस्तो देखिरहेको यहाँ चाहिँ। यता चाहिँ वाइल कुहिरो लाहा, यता चाहिँ हल्का हल्का लाउने क्रम जारी नै आइपुग्नु लागेको छ। अहिले म कौनबारी देख्न गइरहेको छु हजुरहरूलाई। बाटो चाहिँ अलि नराम्रो रहेछ। हाम्रो कौनबारी चाहिँ यहाँ छ। हेर्न सक्नुहुन्छ कौनबारी। यहाँ चाहिँ कोदोको बिउ राखेको छ। ठुलो छ स्पेस। अनि यस्तो झाराहरू चाहिँ यो पातीहरू यस्तोहरू आएको चाहिँ आज फाड्ने। कौनबारी चाहिँ अन्तिम अब सकिनु ला। अन्तिम चरणतिर छौँ हामी। हेर्न सक्नुहुन्छ आज हल्का फाँडिदिएको। अब यो टिप्ने बेला भयो। यहाँ हेर्न सक्नुहुन्छ यो कौन पाक्नै लाहा। यो टिप्ने बेला भयो। अब यसलाई टिपेर खानुपर्छ। काम गरेपछि के गर्नु, पुरै हातको हालतहरू यस्तो छ। नङमा पुरै माटो पसिरह। यस्तो छ। म चाहिँ यहाँ हेरिरहेको छु। माथिबाट बाँकीहरू चाहिँ तल कुरिराख्नु भयो। देखाउँछु। यहाँ हेर्न सक्नुहुन्छ माथिबा काउले सुएला वा नोई सारमुर हामी वा न्यू तोरा तोरा बेले छाइमु लौरे माते खेविले दाइ कमी मु उता बाजी हुनुहुन्छ। अनि हाम्रो कौनबारी चाहिँ हेर्न सक्नुहुन्छ। म चाहिँ यहाँ छु। पुरै पसिना भइरहेको। ताइगो आफै खा बोलरी बिरिङ अहिले कौनबारीमा काम गरेर सक्यो। अब हामी चाहिँ घर जान लाग्छौँ। म चाहिँ हेर्न सक्नुहुन्छ बाटो चाहिँ वाइल नराम्रो भन्दा नि मिल्दैन। फेरि ठिक थियो। यहाँ चाहिँ पुरा उत्तिसको बुट पलाएको रहेछ। पुरा घाममा काम गरेर पसिनै हेर्न सक्नुहुन्छ। अघि त आकाश पनि कराएको थियो, पानी पर्ला जस्तो भयो थियो, तर परेन। अहिले चाहिँ पुरा घाम लागिरह। बाफ्रे 80 डिग्री सेल्सियसको घाम लाग्यो होला। तापक्रम बढ्यो होला। तरै भन्दा गर्मी लागिरहेको मलाई। त्यही हो साथीहरू। मैले मथेको चाहिँ यहाँ मथेको घरमा आइपुग्यो।
अब यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ हामीनिर गडा घाँस हुन्छ, यो घाँस काट्छु। यो चाहिँ हामीनिर गडा घाँस भन्छ। अब यो घाँस काट्छु। यो चाहिँ मेरो मछेको घर अनि तल चाहिँ हाम्रो वडा अध्यक्ष सरको घर। अनि यस्तै छ गाउँतिर। अनि आजको भ्लग कस्तो लाग्यो कृपया लाइक कमेन्ट सेयर गरिदिनु होला, माया गरिदिनु होला। अनि केही सल्लाह सुझाव भयो कमेन्टमा बताइदिनु होला। हस् धन्यवाद, टाटा बाई बाई, सी यु नेक्स्ट टाइम।